हेलो फ्रेन्ड्स, गुड इभिनिङ। आज म बनाउँदैछु माछाको बोइल। त सधैँ कति माछा मसलाहरू हालेर खाम, आज चाहिँ यसै बोइल खान मन लाग्यो। सो बिना मसलाको बोइल बनाएर खानको लागि मैले कराई बसाएँ। कराईमा पानी राखेँ। पानीमा मैले खोर्सानी, नुन अनि टमाटर हालेर उमालेँ। यसलाई मजाले उम्लिनु दिनुपर्छ। यसलाई 5-10 मिनट उम्लिन दिएपछि त्यो काटेर राखेको पिस गरेको माछालाई मैले त्यो झोलमा राखेँ। अनि यो अझै 5-10 मिनट मजाले उम्लिन दिनुपर्छ। उम्लिसकेपछि मैले यसमा अदुवा अनि लसुनको कुटेको पेस्ट हालेर यसलाई अझै 5-10 मिनट मजाले उम्लिन दिएँ। अनि मजाले उम्लिसकेपछि हाम्रो बोइल भयो, तयार, कम्प्लिट भयो। हेर्नुहोस् कति राम्रो कलर देखिँदैछ है। कहिलेकाहीँ यस्तो पनि खानुपर्छ। धेरै टेस्टी अनि हेल्दी पनि हुन्छ शरीरको लागि। थ्याङ्क यू फर वाचिङ।